बीच। Time check. अहिले बेलुकीको 7 बजेको छ। यस टाइम चेकका प्रायोजक जयशंकर मोबाइल ग्यालरी एन्ड इलेक्ट्रोनिक सेन्टर। हजुर, हाम्रो यहाँ विभिन्न ब्रान्डका मोबाइल सेट, सोलर सेट, MP3, रेडियो, घडी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामान सुपथ मूल्यमा पाइन्छन्। साथै फोटोकपी बनाइने र मोबाइल मर्मत पनि गरिन्छ। प्रोप्राइटर राम बहादुर जाकरी। मोबाइल 9848 67 87 23 र 9848 48 18 23। जयशंकर मोबाइल ग्यालरी एन्ड इलेक्ट्रोनिक सेन्टर, बुङ्गल नगरपालिका 4, दहबगर जी पार्क अगाडि, बिसगढा बझाङ। स्थानीय सहित देश दुनियाँका समाचार, समाज भित्रै रुमलिएका विचार, घटना दुर्घटना समस्या लगायत तपाईँ वरिपरि भइरहेका गतिविधि नै बन्न सक्छन् समाचार। हरेक विषय वस्तुमाथिको प्रत्यक्ष निगरानी प्रसारण गर्नेछौँ तपाईँले खोजेका सम्पूर्ण जानकारी। जनचासो र जनताका हरेक विषय वस्तुको उठान पटान अनि निदान, रिपोर्ट सहितको समाचार सङ्गालो बुङ्गल डायरी। तपाईले दिएका जानकारी हामी समेट्ने छौं हरेक समाचार बुलेटिनमा। समाचार सूचनाका लागि हाम्रो सम्पर्क नम्बर 9858 48 06 20 र 97 63 30 95 95। रेडियो बुङ्गल 98.3 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनमा गणतन्त्र आवाज.com र हाम्रो पात्रो नेपाली पात्रो मोबाइल एप्लिकेसनमा संसारभर एकैसाथ। अब हरेक दिन बिहान 7 बजेर साँझ 7 बजे बुङ्गल डायरी। बुङ्गल डायरी। हृदयको स्पन्दन रेडियो बुङ्गल 98.3 मेगाहर्जबाट प्रसारण भइरहेको साँझ 7 बजेको समाचार सङ्गालो बुङ्गल डायरीमा प्रशान्तको नमस्कार। बुङ्गल डायरी सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न जिल्लामा फ्रिक्वेन्सी मोडुलेसनको 98.3 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा गणतन्त्र आवाज.com हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एपमा संसारभर एकैसाथ सुन्न सकिन्छ। बुङ्गल डायरी सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट। बुङ्गल नगरपालिका वडा नम्बर 2 का 3 जनाको मिनी ट्रक दुर्घटना हुँदा घटनास्थलमै मृत्यु। मृतक 3 जनाको सब जिल्ला अस्पताल डडेलधुरामा राखेको र मृतकको अन्त्येष्टि भोलि मात्रै हुने पारिवारिक स्रोतको भनाइ। एमाले बझाङले कम्युनिस्ट स्थापना दिवस बिरामीलाई फलफुल वितरण गरी मनायो। 30 भन्दा बढी उपचाररत बिरामीलाई फलफुल वितरण। शैक्षिक सत्र 2082 को विद्यार्थी भर्ना अभियान सफल पार्न सबैलाई आग्रह। बालबालिका वञ्चित हुन नदिन सबै पत्रकारले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने। र टर्कीमा 6.2 म्याग्नेट्युडको भूकम्प। नेपालले 37 वर्षपछि हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्दै।
बुङ्गल डायरी अब विस्तारमा। बुङ्गल नगरपालिका वडा नम्बर 2 का 3 जनाको मिनी ट्रक दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परि मृत्यु हुनेमा मिनी ट्रक चालक बझाङको बुङ्गल नगरपालिका 2 गिरौँ बस्ने 33 वर्षका अर्जुन धामी, वडा 2 कै रैसेली बस्ने 34 वर्षीय उज्जवल जाग्री र वडा 2 कै बमोर बस्ने 40 वर्षीय जगत धामीको मृत्यु भएको हो। धनगढीबाट बझाङतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश 01001 ख 3428 नम्बरको खाद्यान्न र खुद्रा सामान बोकेको मिनी ट्रक भीमदत्त राजमार्ग अन्तर्गत जोरायल गाउँपालिका 1 गोल्डेनमा बिहान 6:05 दुर्घटनामा परेको थियो। मिनी ट्रक अनियन्त्रित भई सडकबाट अन्ताजी 50 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृतक 3 जनाको शव जिल्ला अस्पताल डडेलधुरामा राखिएको र मृतकको अन्त्येष्टि भोलि मात्रै हुने पारिवारिक स्रोतले जानकारी दिएका छन्। नेकपा एमाले बझाङले कम्युनिस्ट पार्टी स्थापना दिवस मनाएको छ। बझाङ जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण गरी पार्टीको 76औं स्थापना दिवस मनाएको हो। नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको 76 वर्ष पुरा भएको अवसरमा उक्त कार्यक्रम गरेको नेकपा एमाले जनाएको छ। मङ्गलबार एमाले नेताहरूले बिरामीको स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरण गरेको हो। 30 बढी उपचाररत बिरामीलाई फलफुल वितरण गरेर दिवस मनाएको नेकपा एमाले बझाङका उपसचिव पङ्कज भण्डारीले बताउनु भएको छ। स्थापना दिवसको अवसरमा गरिएको फलफुल वितरणले बिरामीका लागि ऊर्जा र शुभेच्छा हुने नेकपा एमाले बझाङका अध्यक्ष दिलबहादुर भण्डारीले बताउनुभयो। फलफुल वितरण कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी, पालिका कमिटी र जनसङ्गठनका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो। 76 वर्ष अघि 2006 साल वैशाख 9 गते 9 तत्अनुसार 22 अप्रिल सन् 1990 आज हिजोकै दिन भारतको कोलकाताको श्याम बजारमा स्थित एक घरमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। शैक्षिक सत्र 2082 को विद्यार्थी भर्ना अभियान सफल पार्न सबैलाई आग्रह गरिएको छ। आज सामाजिक विकास कार्यालय बझाङले आयोजना गरेको जिल्ला स्थित पत्रकार सञ्चार कर्मी सङ्घको अन्तर्क्रिया कार्यक्रममा शैक्षिक सत्र 2082 साल वैशाख 10 गतेबाट हुने भर्ना अभियान सफल पार्न आग्रह गरिएको हो। कार्यक्रममा बोल्दै सामाजिक विकास कार्यालय प्रमुख प्रयागराज जोशीले गाउँ घरसम्म सन्देश पुर्याउने माध्यम भनेको नै आम सञ्चार मिडिया र पत्रकार भएकाले अभियान सफल पार्न सबै लाग्नुपर्ने बताउनुभयो। उहाँले पढाइबाट कुनै पनि बालबालिका वञ्चित हुन नदिन सबै पत्रकारले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउनुभयो। समृद्धि एक आधारका रूपमा शिक्षा क्षेत्र रहेकाले गुणस्तरीय र रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षाका सबै अभियन्तालाई गुणस्तरीय र रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षाका लागि अभियन्तालाई लाग्न पालिकाका जनप्रतिनिधि लगायत सरकारवालासँग पनि छलफल गरिने उहाँको भनाइरहेको थियो। सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्दै यो वर्ष वैशाख महिनाभरि भर्ना अभियान सञ्चालन गरिने भएको छ। जिल्लाभित्र विभिन्न कारणले विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका बालबालिकाको पहिचान गरी वैशाख महिनाभरि सञ्चार माध्यमबाट सूचना सन्देश प्रकाशन प्रसारण गरी त्यस्ता बालबालिकाको खोजी गर्ने महत्त्व सम्पूर्ण मिडिया कर्मीले सहयोग गर्ने लगायतको
प्रतिबद्धता गरेका छन्। आधारभूत शिक्षा अनिवार्य रूपमा प्राप्त गर्ने वातावरण सिर्जना गर्ने परियोजनाका लागि अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 अनुसार सम्बत 2085 साल वैशाख 1 गते पछि आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्ति कुनै पनि अवसर प्राप्त गर्न योग्य नमानिने भएको छ। सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख प्रयागराज जोशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासङ्घका अध्यक्ष डिबी विष्ट रहनुभएको थियो। कार्यक्रमको सञ्चालन सामाजिक विकास कार्यालयका कर्मचारी गोविन्द सार्कीले गर्नुभएको थियो। उच्च शिक्षाको गुणस्तर सुधारको लागि बझाङको जय पृथ्वी क्याम्पसले राष्ट्रिय सम्मेलन गर्ने भएको छ। सम्मेलनमा उच्च शिक्षाको गुणस्तर सुधारका लागि गहन छलफल र बहस गरिनेछ। नेपालका विभिन्न विश्वविद्यालयका प्राज्ञ विषय विज्ञ शिक्षक अनुसन्धानदाता विद्यार्थी र जनप्रतिनिधि लगायतको उपस्थितिमा हुने उक्त सम्मेलन 2 दिनसम्म चल्ने आयोजक पृथ्वी क्याम्पसले जानकारी दिएको छ। विभिन्न विषयमा कार्यपत्र प्रस्तुति प्यानल छलफल अन्तर्क्रिया जस्ता गतिविधि मार्फत राष्ट्रिय सम्मेलनमा उच्च शिक्षाको वर्तमान अवस्था अवसर र चुनौतीहरूको खोजी गरिने आयोजकले जनाएको छ। उच्च शिक्षाको गुणस्तर खस्किँदै जाँदा यसको सोझो असर समाजको विकास समृद्धि तथा रूपान्तरणका क्षेत्रमा परिरहेको देखिन्छ। यद्यपि यस्तो किन भइरहेको छ भन्ने गहन छलफल र बहस जति गर्नुपर्ने हो त्यो हुन सकेको छैन। सम्मेलन आयोजक समितिका संयोजक समेत रहेका जय पृथ्वी क्याम्पसका सहायक क्याम्पस प्रमुख लालबहादुर बोहराले भने बझाङ जस्ता जिल्लाहरूमा यस्तो बहसको अझ बढी आवश्यकता रहेकोले लामो समयको तयारी पछि हामी राष्ट्रिय सम्मेलन आयोजना गर्ने अवस्थामा पुगेका छौँ। उनले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर बाहेक यस प्रदेशका अन्य जिल्लामा हालसम्म यस्ता सम्मेलन हुन नसकेको बताउँदै बझाङमा यस्तो सम्मेलन आयोजना गर्दा अरू जिल्लामा पनि यसको सन्देश जाने दाबी गरिएको छ। 2038 सालमा स्थापना भएको बझाङको पहिलो जय पृथ्वी क्याम्पसले 2081 चैत्रमा सुदूरपश्चिम विश्वविद्यालयको आर्थिक सहयोगमा सुदूरपश्चिम क्याम्पसले सुदूरपश्चिम प्रदेशका 24 वटा क्याम्पसका प्रधानाध्यापक शिक्षक तथा अनुसन्धानदाताको सहभागितामा 2 दिने प्राज्ञिक कार्यशाला सम्पन्न गरिएको छ। विश्वविद्यालय अनुदान आयोग बझाङका स्थानीय तह प्रदेश स्थित मन्त्रालय कूटनीतिक निकाय सुदूरपश्चिम विश्वविद्यालय जिल्ला स्थित उद्योग वाणिज्य तथा होटल व्यवसायी सङ्घ आदिको सहयोग लिएर आगामी जेठ 13 र 14 गते सम्मेलनको आयोजना गर्न लागि क्याम्पसका प्रमुख दीर्घराज पाण्डेले जानकारी दिनुभएको छ। दार्चुलामा अन्ताजी 45 वर्ष एक पुरुषको व्यवहारिसे अवस्थामा भेटिएको शव व्यवहारी अवस्थामा भेटिएको छ। बुधबार आज दिउँसो 3:30 बजेतिर जिल्लाको लेकम गाउँपालिका वडा नम्बर 1 खेताली स्थित सौलानी नदीको किनारामा अन्ताजी 45 वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभएको छ। उक्त शवको हालसम्म पहिचान हुन नसकेको बताइएको छ। शव अहिले गोकुलेश्वर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। बुङ्गल डायरीमा एउटा अन्तर्राष्ट्रिय समाचार। टर्कीमा बुधबार दिउँसो 6.2 म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको छ। यो भूकम्पका कारण टर्कीको सबैभन्दा ठुलो सहर
स्तनाल बुलो सहितमा ठुला भवनहरू हल्लिएका छन्। समाचार अनुसार यो भूकम्प स्थानीय समय अनुसार मध्याह 12:49 गएको हो। यस भूकम्पको केन्द्रबिन्दु स्थान बुलल स्थित सिर्लबी क्षेत्र स्थित मारमरा सागरको तटमा रहेको छ। टर्कीको विपद तथा आपतकालीन प्राधिकरणका अनुसार भूकम्प पछिको क्षतिबारे विवरण सङ्कलन काम भइरहेको छ। यो भूकम्पको केन्द्रबिन्दु पृथ्वीको सतहभन्दा 10 किलोमिटर भित्र रहेको जर्मन रिसर्च एन्ड सेन्टर फर जियोसाइन्सलाई उद्धृत गर्दै अल-जजिराले जनाएको छ। टर्किस अधिकारीहरूका अनुसार अहिलेसम्म ठुलो भौतिक पूर्वाधारमा क्षति पुगेको विवरण आइसकेको छैन। र बुङ्गल डायरीको अन्तमा एउटा खेल समाचार। नेपालले 37 वर्षपछि हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। नेपाली राष्ट्रिय टोलीले आउँदो जुन 5 मा हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको अखिल नेपाल फुटबल सङ्घ इन्फाले जानकारी दिएको हो। यो खेल हङकङको घरेलु मैदानमा हुनेछ। यसअघि नेपाल र हङकङले सन् 1988 मा एएफसी एसियन कपमा प्रतिस्पर्धा गरेको थिए। त्यो खेल गोलरहित बराबरीमा सकिएको थियो। फिफा वरियतामा हङकङ नेपालभन्दा अगाडि छ। वरियतामा हङकङ 15औं 153औं र नेपाल 175औं स्थानमा रहेको छ। नेपालले पछिल्लो पटक गएको मार्च 25 मा एएफसी एसियन कप छनौटमा घरेलु टोली मलेसियासँग खेलेको थियो। त्यो खेलमा नेपाल 2-0 गोलले पराजित भएको थियो। हङकङसँगको मैत्रीपूर्ण खेलपछि नेपालले एसियन कप छनौटको तेस्रो चरणको दोस्रो खेलमा जुन 10 मा आउँदो लाओससँग खेल्ने भएको छ। साँझ 7 बजेको समाचार सङ्गालो बुङ्गल डायरी सक्नु अघि प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। बुङ्गल नगरपालिका वडा नम्बर 2 का 3 जनाको मिनी ट्रक दुर्घटना हुँदा घटनास्थलमै मृतक तिनै जनाको शव जिल्ला अस्पताल डडेलधुरामा राखेको र मृतकको अन्त्येष्टि भोलि मात्रै हुने पारिवारिक स्रोतको भनाई। एमाले बझाङले कम्युनिस्ट स्थापना दिवस बिरामीलाई फलफुल वितरण गरी मनायो। 30 बढी उपचाररत बिरामीलाई फलफुल वितरण। शैक्षिक सत्र 2082 को विद्यार्थी भर्ना अभियान सफल पार्न सबैलाई आग्रह। बालबालिका वञ्चित हुन नदिन सबै पत्रकारले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने। र टर्कीमा 6.2 म्याग्नेच्युडको भूकम्प। नेपालले 37 वर्षपछि हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्दै। यिनै खबरसँगै रेडियो बुङ्गल 98.3 मेगाहर्जबाट प्रसारण भइरहेको साँझ 7 बजेको समाचार सङ्गालो बुङ्गल डायरी सकियो। ताजा समाचार र पूर्ण मनोरञ्जनका लागि रेडियो बुङ्गल 98.3 मेगाहर्ज सुन्दै रहनुहोला। समाचार कक्षका सम्पूर्ण साथीहरूसँगै मलाई पनि बिदा दिनुहोस्। नमस्कार।